अमेरिकामा जन्मिने नयाँ बच्चाहरूको लागि चाहिँ एकदम गुड न्युज छ आज। त्यो गुड न्युज चाहिँ के हो भन्दाखेरि चाहिँ अमेरिकामा जो बच्चाहरू चाहिँ डिसेम्बर 31, 2024 पछि र जनवरी 1, 2029 भन्दा अघि, डिसेम्बर 31, 2024 र जनवरी 1, 2029 को बिचमा जति पनि बच्चाहरू जन्मिन्छन् त्यो बच्चाहरूलाई चाहिँ फेडरल गभर्मेन्टले चाहिँ अटोमेटिकली चाहिँ $1000 बापतको चाहिँ एउटा डिफर्ड ट्याक्स एकाउन्ट चाहिँ खोलिदिनु भएको छ। इट्स लाइक अ सेभिङ एकाउन्ट होइन, सेभिङ एकाउन्ट जस्तै हुन्छ, विच इज कन्ट्रोल बाई द प्यारेन्ट्स अ गार्जियन। जो बच्चाको चाहिँ प्यारेन्ट छ भने प्यारेन्ट, आमा बाउ होइन, अथवा गार्जियन जो भए पनि त्यो एकाउन्ट चाहिँ तिनीहरूले कन्ट्रोल गर्छन्। सो त्यो एकाउन्टमा चाहिँ $1000 चाहिँ गभर्मेन्टले हालिदिने भयो होइन। सुरुमा 1000 चाहिँ ट्याक्स डिफर्ड चाहिँ ग्रो हुने भयो। सो त्यो पैसा चाहिँ बेसिकली त्यो सेभिङ एकाउन्ट चाहिँ इन्डेक्स फन्डमा सँग चाहिँ पेक भएको हुन्छ कि, एभ्री स्टकमा भयो, S&P 500 मा भयो, अथवा कुनै इन्डेक्स फन्डमा चाहिँ पेक भएको हुन्छ होइन। त्यो पैसा चाहिँ एभ्री इयर ग्रो हुन्छ, कम्पाउन्ड इन्ट्रेस्ट भन्ने हुन्छ नि। जति लामो समयसम्म भयो त्यो एकाउन्ट चाहिँ ग्रो हुने भयो होइन। $1000 भनेको चाहिँ अब खासै यस्तो केही पनि होइन जस्तो सुनिन्छ होइन, तर यदि त्यो एकाउन्ट चाहिँ लङ टर्मसम्म ग्रो हुन दियो भने चाहिँ कम्पाउन्ड इन्ट्रेस्टको कारणले चाहिँ त्यो 1000 चाहिँ पछि गएर चाहिँ धेरै अमाउन्ट हुनसक्छ होइन। अन टप अफ द्याट चाहिँ अब प्यारेन्ट्स अथवा गार्जियनले चाहिँ एभ्री मन्थ एक्स्ट्रा कन्ट्रिब्युट गर्यो भने त्यो पनि कम्पाउन्ड हुने भयो होइन। बेसिकली $1000 भनेको चाहिँ केही पनि जस्तो लाग्दैन, तर इट्स अ लट अफ मनी। नयाँ बच्चा जन्मिने बच्चाहरूको लागि चाहिँ फोकटमा आएको पैसा जस्तो भयो नि त। त्यो पैसा चाहिँ पहिला जन्मिने बच्चाहरू कसैले पनि पाएन। सो यस्तै रुल्स चाहिँ मेरो विचारमा क्यानाडा पनि छ होइन, त्यहाँ पनि गभर्मेन्टले पैसा दिन्छ कि एभ्री मन्थ। बच्चाको सेभिङको लागि चाहिँ, खर्चको लागि चाहिँ गभर्मेन्टले चाहिँ एभ्री मन्थ पैसा दिन्छ क्यानाडामा पनि। त युएसमा चाहिँ वान टाइम पेमेन्ट दिने भयो $1000 प्लस त्यो पैसा चाहिँ इन्भेस्टमेन्ट एकाउन्ट अहिले चाहिँ निकाल्न पाउँदैन। एकाउन्टमा चाहिँ अब सक्ने प्यारेन्ट्सहरूले चाहिँ एक्स्ट्रा कन्ट्रिब्युसन पनि गर्न सक्छन्, अप टु $5000 होइन। त्यो चाहिँ गिफ्ट पनि हुनसक्छ, चर्चले पनि दिएको पैसा हुनसक्छ, अब प्यारेन्ट्सहरूले एक्स्ट्रा हालेको पैसा पनि हुनसक्छ। त्यो पनि ट्याक्स डिफर्ड ग्रो हुने भयो। लङ टर्म इन्भेस्टमेन्ट हो यो चाहिँ। कसरी ग्रो हुन्छ भन्दाखेरि चाहिँ अब तपाईँले यो फ्री वेबसाइटमा गएर हेर्न सक्नुहुन्छ अनलाइन। कम्पाउन्ड इन्ट्रेस्ट क्यालकुलेटर भनेर टाइप गर्नुहोस् गुगलमा। इनिसियली $1000 इन्भेस्टमेन्ट गरेर कुनै एकाउन्टमा हाल्नु भयो भने 60 इयर्ससम्म त्यसलाई ग्रो हुन दिनु भयो भने चाहिँ पनि पैसा नहालिकन त्यतिकै छोडिदियो त्यो एकाउन्ट होइन। 8% को दरले युजली S&P 500 मार्केट रिटर्न चाहिँ 8% जति आउँछ युजली होइन। 8% मात्रै ग्रो भयो भने पनि एन्युअली त्यो चाहिँ 60 इयर्समा चाहिँ $1,00,000 भन्दा बढी हुनसक्छ। अहिले केही देखिँदैन 1000, तर त्यसलाई ग्रो हुन दियो भने चाहिँ $1,00,000 सम्म हुनसक्छ त्यो पैसा होइन, मिनिमम 60 इयर्समा। अन टप अफ द्याट प्यारेन्ट्सले चाहिँ अलि हल्का कन्ट्रिब्युट पनि गर्यो भने $100-200 पनि कन्ट्रिब्युट गर्यो भने चाहिँ त्यो चाहिँ मिलियन्स अफ डलर्समा कन्भर्ट हुन सक्छ। यो चाहिँ एकदम राम्रो मुभ हो प्रेसिडेन्ट डोनाल्ड ट्रम्पको गभर्मेन्टले गरेको चाहिँ होइन। त्यही भएर मलाई यो चाहिँ सेयर गर्न मन लागेको हुनाले यो भिडियो बनाएको, छोटो भिडियो होइन, जस्ट फर एजुकेसनल पर्पस। तपाईँहरू चाहिँ को बच्चाहरू छ भने चाहिँ यहाँनिर जमिन लाएको छ अथवा त्यो टाइम फ्रेममा भित्रमा जमिने छ भने चाहिँ $1000 चाहिँ जम्मा हुने भयो। त्यो त्यसलाई चाहिँ एकदमै ग्रो हुन दिनुहोस् होइन। त्यो 60 इयर्ससम्म ग्रो हुन पायो भने चाहिँ इट्स लट अफ मनी। दिस समथिङ आई वान्ट टु सेयर। मलाई चाहिँ आइडिया भएको कुरा सेयर गरेको। सकेसम्म यो चाहिँ सबैलाई सेयर गरिदिनु होला, तपाईँ चिनेको मान्छेहरूलाई, युएसमा हुनुहुन्छ भने होइन। यो चाहिँ युएसको मान्छेहरूको लागि मात्रै हो। अनि तपाईँलाई के लाग्छ भिडियो कमेन्ट पनि गरिदिनु होला होइन। अनि प्लिज लाइक, कमेन्ट, सब्सक्राइब पनि गरिदिनु होला है त। फेरि भेटौँला।